हेलो गुड मर्निङ एभ्रिवान। म चाहिँ अहिले ड्युटी जाँदैछु है। यहाँ चाहिँ अहिलेको टाइम छ 10 बजे भनौँ न, 10 बजे। अनि म अहिले ड्युटी जाँदैछु। पुग्न थालिसकेको छु। यहीँनिर हो मेरो ड्युटी, काम गर्ने ठाउँ चाहिँ। पुगिसकेँ। कस्तो गर्मी यार, स्ट्याम हट। दिउँसो चाहिँ फेरि यहाँनिर होइन, दिउँसो होइन, बिहानै हो कि यहाँ। बिहानै यस्तो साह्रो गर्मी हुन्छ नि यहाँनिर। गर्मी चाहिँ साह्रै गक्खै गर्मी हो। ल म पुगेँ चट्ट भएर होइन। बाहिर केही नदेख्दो रहेछ। And 2 मिनटमा आई एम इन माई वर्क प्लेस। सो वाट्स अप एभ्रीबडी। म चाहिँ अहिले ब्रेकमा आइसकेको छु है। एकछिन ब्रेक भएर अनि यहाँ घाम ताप्न आएको। म चाहिँ अहिले घाम ताप्न आएको एकछिन। के भने What? Bro, what are you talking about, man? म चाहिँ अहिले ब्रेकमा आएको अहिले होइन। अब बिहान एकछिन ब्रेकमा बसेर जानुपर्ने हुन्छ। खतरा घाम लागिरहेको छ फेरि। फेरि मौसम चिसो हावा चलिरहेछ, शीतल छ है। ब्युटिफुल भ्यू। अनि त्यही छ अहिलेको अपडेट। मेरो ड्युटी चाहिँ अहिले 8 बजी सकिन्छ होइन। अनि अहिले चाहिँ यहाँनिर कति 5 बज्न थाल्यो, 6 बज्न थाल्यो। 6 बज्न 10 मिनट बाँकी छ। कति गर्नु हो काम पनि, यहाँ झ्याउ लागिसक्यो नि। ल रो घाम लागिरहेछ। घाम लागेपछि अलिकति पोल्ने रहेछ। अलिकति पोल्छ घामले। अच्छा ल दामी। सो गाइज फाइनली मेरो छुट्टी भइसक्यो। म अहिले रुम जाँदैछु होइन। अब ड्युटी पनि सकियो आजको। दिन यस्तो बोरिङ भयो, काम पनि भएन आज केही पनि। ठिकै छ, अब काम सकिहाल्यो। अब कामको बारेमा सोचेर फाइदा छैन होइन। अब ड्युटी जाइन्छ, म रुममा गइन्छ, मस्त चिल गरिन्छ, मैदाई गरिन्छ अनि सुतिन्छ है त। Please, I want to reach 1 million likes. So please,